आज मसँग भर्खरै मात्र मेरो कविता संग्रह घुम्ती बिक्रीमा छ मसम्म आइसकेको छ। यो म अनबक्सिङ गर्न गइरहेको छु। एकदमै खुसी छु। यो धेरै प्रतीक्षा पछाडिको भएको हुनाले पनि कस्तो मिठो गनाएको छ। यसरी आइपुगेको छ। घुम्ती बिक्रीमा छ। पेज टर्नरबाट पब्लिस भएको यस कविता सङ्ग्रहको मूल्य 375 रुपैयाँ रहेको छ। औपचारिक रूपमा विमोचन नभए पनि हजुरहरूलाई चाहिएको खण्डमा कति ठाउँ आइपुगेको छ होला। म हजुरलाई त्यो डिटेल्स दिने नै छु। हजुरहरूलाई डाइरेक्ट मैसँग पनि किताब मगाउन सक्नुहुनेछ। मलाई हजुरले मेसेन्जरमा इनबक्स गर्न सक्नुहुनेछ, मेरो नम्बरमा कल गर्न सक्नुहुनेछ, व्हाट्सएप गर्न सक्नुहुनेछ। म हजुरहरूलाई कुरियर मार्फत हजुर सामु पुर्याउने कोसिस गर्नेछु। यही सङ्ग्रहबाट एउटा कविता वाचन गरेर म बिदा पनि माग्छु। अनि फेरि यस किताबसँगै भेटौँला तपाईहरुसँग, हैन? किताबका कुरा गरौँला। सायद ऊ प्रेमी भेट्न जाँदैछ। कुहिरोहरू हच्किएका छन् उसको चाल देखेर, सल्लाहरू ढिट उभिएर चियाइरहेछन् उसको उत्साह देखेर, बाटोहरू स्तब्ध भइरहेछन् उसको फुर्ती देखेर, भीषण आगलागी भएको छ उसको मुटुमा, जित वीरता र बलिदानको कथा कोर्दै ऊ काँडाको बाटो गरेर हृदयभरि फुल फुलाएर हावाको बेगमा दगुरिरहेको छ। सायद ऊ प्रेमी भेट्न जाँदैछ। ठुला ठुला घरहरू होटलका साइन बोर्ड देखाउँदै आउनुहोस् मेजमान खाएर जानुहोस् भन्दैछन्। चियाका बुट्यानहरू दुई पाते मुना देखाउँदै समयको ताजकीको स्पर्श भरेर जानुहोस् भन्दैछन्। तछाड मछाड गाडीहरू म अघि जान्छु त पछि बस भन्ने होडबाजीमा दौडिरहेछन्। तर कसैको वास्ता बिना आफ्नै बेगमा हुइकिरहेछ। सायद ऊ प्रेमी भेट्न जाँदैछ। घोडसवारहरू भन्दैछन् घोडा चढेर चियाका डाँडा थुम्काहरू सयर गर्नुहोस्। छेउैमा भेषभूषाको दोकान थापेका युवती भन्दैछिन् विभिन्न जात जातिका लुगा लगाएर जातीय सहिष्णुता फैलाएर जानुहोस्। क्यामेरा बोकेर उभिएको युवक भन्छ आउनुहोस् सुन्दर फोटो खिचेर समय टक्क अडाएर जानुहोस्। मिठाई व्यापारीहरू भन्दैछन् छुर्पी चिया बम्बैसन र ललिपपको कोसेली लिएर जानुहोस्। तर ऊ कसैले भनेको नसुनी दगुरिरहेछ। मानौ उसलाई साँच्चीकै हतार छ। यो हावा भन्दा धेरै, यो हुरी भन्दा धेरै, यो बादल भन्दा धेरै, यो मन जत्तिकै दगुर्न मन छ। ऊ कसैको वास्ता बिना हुइकिरहेछ। सायद ऊ प्रेमी भेट्न जाँदैछ। कुइनेटोहरू काटिसक्दा पनि, गल्लीहरू काटिसक्दा पनि खै कसरी हौ उसलाई त पछाडि फर्केर हेर्ने समय समेत छैन। मन्दिरमा ढोक गर्ने समय समेत छैन। लाखे नाचेको सुन्दर नृत्य हेर्ने समय समेत छैन। सायद ऊ प्रेमी भेट्न जाँदैछ। उसलाई थाहा छैन होला यसरी त प्रेम भइसकेपछि, प्रेमी भइसकेपछि आफ्नै रहरहरू पनि भुलिँदो रहेछ, आफ्नै दुःखहरू भुलिँदो रहेछ र थप दुःख पाइँदो रहेछ। दुःख पनि नरम हुँदो रहेछ। उसलाई थाहा छैन होला यसरी त प्रेम भइसकेपछि, प्रेमी भइसकेपछि आफ्नै रहरहरू पनि भुलिँदो रहेछ, आफ्नै दुःखहरू पनि भुलिँदो रहेछ र थप दुःख पाइँदो रहेछ। दुःख पनि नरम हुँदो रहेछ। प्रेम गर्न नजान्नु भनेको मुटु दुखाउनु हो। प्रेम गर्न नजान्नु भनेको मुटु दुखाउनु हो। होसै हुन त म आफै पनि मुटु दुखाउन लागि परेको छु। धन्यवाद।